क्या दामी भइराखे पारेको हेर्नु पारेको क्या दामी देखिरह होला है पिकअप हिँडिरह म पनि यसो ह्यान्डसम देखिरहेको छु होला ह्यान्डसम त होइन तर हो म पनि ह्यान्डसमै हो कालै ह्यान्डसम घाम लाग्यो के ए प्राइस नेट कम गरौ न भाइ भने जस्तो यहाँ त कमै गर्दैन त हौ घामले त पुरा चाइ पोल्छ त तर पोले पनि बाल होइन हामी हिँड्न छोड्दैन हिँड्ने हो रमाइलो गर्ने हो गाउँतिर यसो कहाँ के हुन्छ अनि घुम्ने खाने लगाउने त्यही हो हैन पारी चाहिँ यसो हेर्नु न कहाँ पिकअप गइराख्यो किन ठरठर घाम छ पिकअप गयो क्या दामी देखेछ यार यो हो नि यार गाउँ भनेको योले चाहिँ यो पारी छ नि पारी देखिराख नि त्यसले चाहिँ नागे भन्छ नागे अनि पारीको चाहिँ पारी देखिराख गावै त्यो चाहिँ मेरो गाउँ पर्छ गावै हैन यो पारीको पर्ने चाहिँ त्यो पारीको चाहिँ भेन्दा भन्छ योले सायद खै समथिङ त्यस्तै काँटे भन्छ वा बसै के भन्छ अनि पारीकोले चाहिँ ठुलो डाम्री स्कुल नि देखिराख यहाँदेखि ठुलो डाम्री है अनि यहाँ चाहिँ यो चाहिँ दोबटा भन्छ मेरो मावली मेरो माउला यता हो अनि सर र म चाहिँ यहाँदेखि हिँड्दै आएको यहाँ यसो एकछिन बसेँ अनि एकछिन यहाँ बसेर टक्क यहाँ त जाने हो मस्त जाने हो घर अब हिँड्न घाम भइरह तर घाम भए पनि बाल छैन मलाई म जाने हो घर त जानै पर्यो है अनि घर नजाने फेरि बाबुले फेरि चाहिँ हानेपछि के गर्ने हराउनु नि भएन है जानु पर्यो घरतिर तर यो नागे भन्ने चाहिँ क्या बवाल देखिरहेको कि पारी माथि धुरी सर टक्क लगाएर वाउ ब्युटिफुल क्या दामी देखिरहेको यार अनि यस्तै हो गाउँघरतिर बवाल छ मौसम एकैछिन पानी पर्छ एकैछिन घाम लाग्छ अनि एकैछिन चाहिँ फेरि के भइदिन्छ त्यसै हो मकै फलिरह यहाँ मकै बारी डराम मकै छ गाइस टक्क यस्तै त हो हैन तर अब धेरै बसाइ पनि छैन धेरै भएपछि त अनि यसो केही गरिन्थ्यो होला अब छुट्टी छोटो छ भनेर अब त्यस्तै छुट्टी छोटो छ अनि हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला मेरो युट्युब च्यानललाई विनोद भ्लग्सलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनुस् अनि सेयर पनि गरिदिनुस् है त मन परेमा पनि गरिदिनुस् ल पछि भेटौँला अहिलेको लागि चाहिँ म यसो हिँड्छु अनि मेरो मोबाइलमा यसो चार्ज पनि छैन के लास्टै कम छ अनि यो लाइन पनि माथि लिगा भन्ने ठाउँबाट लाइन आउँछ हाम्रो गाउँमा पटौटी भन्ने ठाउँमा त्यहाँ चाहिँ 2 दिन भइसक्यो लाइट ड्याम आएको अनि राम्रोसँग मोबाइलै चार्ज हुँदैन लाइट पनि बल्दैन अनि सानो सोलरको जस्तो बोल्छ त्यो भन्दा त बरु नआए नै राम्रो है केही छैन तर ठीक छ म चाहिँ अब कन्टिन्यू भिडियो बनाइराख्छु तपाईहरुले चाहिँ मन परेमा लाइक कमेन्ट शेयर सब्सक्राइब हान्नु पर्यो है त सपोर्ट गर्नु पर्यो के सपोर्ट गर्नु पर्यो खट्का भ्लग्सलाई है ल अहिले चाहिँ यति नै बाइ बाइ।